आँखाले देखेपछि राम्रो नराम्रो लागे तापनि जीवन त पैतालाले नै निर्णय गर्दो रहेछ। कहाँबाट भागेर आएको होला नि यो फेर्दै गरेको सास पनि। खुकुरीले छाती थापेपछि मात्र त जन्मेको यो कथा व्यथा सुनाउने हजुरहरूको गाउँले यो आदित्य स्याङ्देन। हजुरहरूलाई सादर प्रणाम। म आदित्य स्याङ्देन एसयुएमआई कालिम्पोङबाट आज हजुरहरूको समक्ष यस भिडियो मार्फतमा यस भिडियोद्वारा आज म किन आइरहेको छु भन्दा आज हजुरहरूको अगाडि एउटा गुहार भनौँ, एउटा गर्वको कुरा भनौँ, एउटा साथको कुरा भनौँ। आज त्यो तपाईँहरूको माझमा एउटा छोराको नाताले, एउटा गोर्खे जातिको रगतको नाताले आज यो भिडियोद्वारा म हजुरहरूको समक्ष आइरहेको छु। र हजुरहरूलाई विशेष कुरा गर्दै गर्दा कुरा चाहिँ के हो भन्दै गर्दा नेपालमा एउटा रियालिटी सो छ जुनियर द पोइट आइडल, र त्यसको एउटा कन्टेस्टेन्ट म कालिम्पोङबाट। कालिम्पोङलाई रिप्रेजेन्ट मात्रै नभएर तर हाम्रो विश्वभरि छरेर बस्नुभएको हाम्रो नेपाली जाति हुनुहुन्छ, आमा बाबु हुनुहुन्छ, दाजुभाइ साथीभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, हाम्रो डुवर्समा छरेर बस्नुभएको आज हाम्रो दार्जिलिङ मिरिक कर्सियङ सबैलाई आज त्यो इन्टरनेसनल मञ्चमा जुनियर द पोइट आइडलको मञ्चमा म रिप्रेजेन्ट गरिरहेको छु। र हजुरहरूलाई यो भिडियो मार्फतमा के भन्न चाहे भन्दा आज आज मङ्गलबारको दिन हो। आज भरे बेलुकी 8 बजेदेखिको तपाईँहरूले मेरो एपिसोड हेर्न सक्नुहुनेछ। र एपिसोड कहाँबाट हेर्न सक्नुहुनेछ भन्दा युट्युब मार्फत OSR रियालिटी भन्ने एउटा च्यानल छ, त्यसबाट तपाईँले मलाई हेर्न सक्नुहुनेछ मेरो एपिसोड। र आज बेलुकीदेखिको नै मेरो भोटिङ लाइन पनि सुरु हुँदैछ। र तपाईँहरूले मलाई भोटिङ कसरी गर्नुहुनेछ, कसरी सजिलो छ त भन्दै गर्दा तपाईँहरूले एप स्टोर प्ले स्टोरबाट तपाईँले सिनेमा घर भन्ने एप तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ। त्यसमा द पोइट आइडल जुनियरको अप्सन छ, तपाईँले त्यसभित्र गएर आदित्य स्याङ्देन तपाईँले मलाई पाउनुहुनेछ। अनि तपाईँले आफूले चाहनुभएको माया भोट तपाईँले यस भाइलाई दिनुहोस्। र तपाईँहरूलाई त्यसमा पनि असहज हुँदैछ भने मैले तपाईँहरूलाई आफ्नो क्युआर प्रोभाइड गरिसकेको छु। तपाईँले त्यस क्युआरबाट पनि तपाईँले यो भाइलाई स्क्यान गरेर आफूले चाहेको सक्दो माया तपाईँले मलाई दिन सक्नुहुनेछ। र तपाईँलाई म भोटिङको प्याकेजहरू भन्दै गर्दा मिनिमम कम्ती भन्दा कम्ती 120 रुपिसको 20 भोटको प्याकेज छ, र त्योभन्दा पनि बढी प्याकेजहरू छ। तर मिनिमम तपाईँले 20 भोटको प्याकेज पाउनुहुनेछ। तर तपाईँलाई त्यसमा पनि असहज हुँदैछ भने तपाईँले मेरो क्युआरमा सिधै स्क्यान गर्नु भएर तपाईँले त्यसमा मेरो आफ्नो दिदीको नाममा पाउनुहुनेछ। त्यसमा तपाईँले आफूले चाहनुभएको है जति माया गर्नुहुन्छ मलाई तपाईँले दिनुहोस्। तपाईँले यो भाइलाई अगाडि बढाउनुहोस् र कालिम्पोङलाई, नेपाली हाम्रो गोर्खा कम्युनिटीलाई मैले त्यो इन्टरनेसनल मञ्चमा रिप्रेजेन्ट जसरी गर्दैछु र आगामी दिनहरूमा पनि म त्यसरी नै गर्न चाहन्छु। एउटा गर्वको कुरा हो यो। र हजुरहरूलाई मैले भिडियो मार्फतमा एउटा साथ मायाको आशा राखेको छु। अवश्य नै म विश्वास गर्छु तपाईँले मलाई सहायता दिनुहुन्छ। हस्, धन्यवाद।